हुतु दिदीले भन्नुहुन्छ टिकटक मोनिटाइज गरेर पैसा आउँछ, अनि ब्याटल गर्लले भन्नुहुन्छ टिकटक मोनिटाइज गरेर पनि खासै पैसा आउँदैन। खासमा कुरा के हो त? टिकटकबाट पैसा आउँछ या आउँदैन? सायद तपाईँको मनमा लागेको होला। पैसा आउँछ, तर यदि तपाईँसँग कन्टेन्ट राम्रो छ, भ्युज जान्छ, अनि तपाईँसँग राम्रै अडियन्स छ भनेदेखि टिकटक मोनिटाइजबाट पनि पैसा आउँछ। यसको इक्जाम्पलको लागि मेरै पनि हेर्दा हुन्छ, मैले एक महिनामा 78,000 पनि मैले कमाएको छु, अनि म नेपाल गएर फर्केर पनि आएँ टिकटक र फेसबुकको पैसाले। त्यही भएर तपाईँसँग स्किल छ, तपाईँलाई कन्टेन्ट बनाउन आउँछ, अनि तपाईँले अडियन्स ग्र्याब गर्न सक्नुहुन्छ भनेदेखि तपाईँले टिकटक र फेसबुक जस्तो प्लेटफर्मबाट तपाईँले इनफ पैसा कमाउन सक्नुहुन्छ। नेपालमा बेरोजगारी बढिरहेको छ, तर यस्तो प्लेटफर्मबाट तपाईँले पनि घर बसी बसी पैसा कमाउन सक्नुहुन्छ। तर यसको लागि चाहिँ तपाईँसँग फलोअर्स मात्र भएर हुँदैन, टिकटक मोनिटाइज मात्र भएर हुँदैन, तपाईँसँग स्किल पनि हुनुपर्ने हुन्छ। यहाँ हुतु दिदी पनि रङ हुनुहुन्न, ब्याटल गर्ल पनि रङ हुनुहुन्न। यहाँ गलत को छ त? अडियन्स मात्रै हो। मोनिटाइज गरेकै भएर पैसा आउँछ भन्ने भ्रम तपाईँको हो।